पोर्चुगल 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 धेरैजनाको एउटा सपनाको देश पनि बनिसकेको छ यो पोर्चुगल हैन। धेरै जसो नेपाली दाजुभाइ दिदीबहिनीहरूले सोध्दै गर्नुहुन्छ कि जो चाहिँ पोर्चुगलदेखि बाहिर या त युरोपियन कन्ट्रीहरूदेखि बाहिर बस्नुहुन्छ उहाँहरूले धेरै जसो सोधिने क्वेसन एउटै हुन्छ कि पोर्चुगलमा के कति कमाइ हुन्छ, पोर्चुगलमा आएर आफ्नो लाइफलाई चाहिँ कसरी बेटर बनाउन सकिन्छ र कुन तरिकाले चाहिँ आफ्नो लाइफलाई चाहिँ युरोप या अरू ठुलो कन्ट्रीहरूमा आएर सेटल गर्न सकिन्छ भन्ने धेरैजनाको प्रश्न रहेको छ। सो आज त्यही सबै प्रश्नहरूलाई लिएर चाहिँ मैले यो भिडियो बनाउन गइरहेको छु। सो भिडियोलाई पुरै अन्तिमसम्म हेर्नु होला। र आजको मेन टपिक्स भनेको चाहिँ के रहेको छ भन्दाखेरि आखिर पोर्चुगल आएर चाहिँ तपाईहरूले आफ्नो लाइफहरूलाई बेटर बनाउन सक्नुहुन्छ कि सक्नुहुन्न, अथवा पोर्चुगलमा आएर तपाईहरूले काम गरेर कुन तरिकाको स्यालेरी पाउनुहुन्छ, तपाईहरूले आफ्नो लाइफलाई कसरी बेटर बनाउनुहुन्छ भन्ने विषयमा आज हामी कुरा गर्नेछौँ। र सबैभन्दा पहिलो कुरा त तपाईहरूले एउटा कुरा के बुझ्नुहोस् भन्दाखेरि तपाईँ पोर्चुगल आएर चाहिँ पोर्चुगलै मात्रै आएर चाहिँ यहाँ आउने बित्तिकै तपाईँहरूले पुरै पैसा जोड्ने कमाउने र धन सम्पत्ति जोड्ने खालको सपना देख्नु भएको छ, या त तपाईँहरूले साथीभाइहरूको इन्स्टाग्राम फेसबुकहरूमा चाहिँ फोटो देखेर चाहिँ यसकै जस्तो लाइफस्टाइल म जिउँछु भन्ने खालको सोच बनाउनु भएको छ भने चाहिँ त्यो चाहिँ एकदम भ्रममा हुनुहुन्छ तपाईँहरू। किन भन्दाखेरि तपाईँहरूले जे जति पनि फोटोमा र भिडियोमा देख्नुहुन्छ त्योभन्दा रियालिटी पोर्चुगलको धेरै नै पर हुने गरेको छ। सो त्यही भएर तपाईँहरूले चाहिँ साथीभाइको फोटो भिडियो देखेर उनीहरूको पोस्ट देखेर मात्रै तपाईँहरू पोर्चुगल आउने सोच बनाउँदै हुनुहुन्छ भने त अहिले रोकिनु होला, किनकि पोर्चुगल तपाईँहरूको लागि हुँदै होइन। तर होइन, पोर्चुगल आउँछु, केही समय दुःख गर्छु र दुःख गरे अनुसारले चाहिँ म आफ्नो भविष्यको लागि सोचेर चाहिँ पोर्चुगल जाँदैछु भन्ने सोच विचार गर्नुभएको छ अरे त्यो हदसम्म पनि ठिक छ। तर यो पनि के थियो भन्दाखेरि आजभन्दा केही समय अगाडिसम्मलाई ठिक थियो। किन भन्नुहुन्छ भने केही समय अगाडिसम्मलाई पोर्चुगलमा भनेको तपाईँले जुन तरिकाले पोर्चुगलमा छिरे पनि तपाईँको आफ्नो डकुमेन्ट्सको कामहरू यहाँको टिआरसीदेखि लिएर पिआर पाउने सबै कुराहरू तपाईँले मजाले इजिली त नभनौँ, केही हदसम्म स्ट्रगल गरेर पनि तपाईँहरूले यहाँनिर आफूले आफूलाई चाहिँ सेटल गर्न सक्नुहुन्थ्यो। तर अब अहिलेको कन्डिसनमा भन्नुहुन्छ भने त्यो पनि सम्भव छैन। किन भन्नुहुन्छ भन्दाखेरि अहिले पोर्चुगल बन्द भएको धेरै समय भइसक्यो। तपाईँ कि त स्टुडेन्ट भिजामा आउनु पऱ्यो कि त वर्किङ भिजामा आउनु पऱ्यो, त्योभन्दा अरू कुनै अप्सनै छैन। सो अहिले भर्खरै पनि खुल्न चाहिँ अब वर्किङ भिजालाई भनेर खुलिएको छ, तर त्यसमा पनि धेरै क्राइटेरियाहरू र धेरै एक्सपेन्सिभ हुने गरेको छ यहाँ आउनलाई। किन भन्नुहुन्छ भने तपाईँ नेपालबाट पोर्चुगल आउनलाई या त अन्य कुनै देशबाट पोर्चुगल आउने सोच बनाउँदै हुनुहुन्छ भने पनि तपाईँहरूले धेरै नै मोटो रकम तिरेर मात्रै तपाईँहरू पोर्चुगल आउन सक्नुहुन्छ। एजेन्टहरूलाई धेरै नै मोटो रकम पे गर्नुपर्ने र त्यत्रो मोटो रकम पे गरेर तपाईँ पोर्चुगल आउनुहुन्छ। पोर्चुगल आइसकेपछि तपाईँहरूलाई पोर्चुगलको रियालिटी यहाँको वास्तवमा के छ, कस्तो अवस्था छ तपाईँहरूलाई बिस्तारै थाहा हुँदै जाने गर्छ। सो त्यत्रो रकम तिरेर आइसकेपछि पनि पछि रिग्रेट गरेर टाउकोमा हात राखेर बस्नुभन्दा चाहिँ म बेटर चाहिँ के भन्छु भन्दाखेरि यदि तपाईँहरूसँग पोर्चुगल आउने अमाउन्ट आफू जहाँ बस्दै हुनुहुन्छ, चाहे नेपालमा बस्नुहोस्, चाहे दुबई, साउदी, कतार जतै बस्नुहुन्छ, इन्भेस्ट गर्नु होला। तर पनि होइन, ठिक छ, त्यही ठाउँमा बसेर इन्भेस्ट गर्दाखेरि पनि तपाईँहरूलाई केही हुँदैन, होइन म त युरोपै जाने हो भन्ने खालको सोच आउँछ भने त्यसपछिको अप्सनमा पोर्चुगललाई राख्नु होला। र पोर्चुगल आइसकेपछि चाहिँ अब के कस्तो हुन्छ त यहाँको बारेमा, पोर्चुगल भनेको त तपाईँहरूको लागि नयाँ देश हुन्छ, नयाँ ठाउँ हुन्छ होइन। सो त्यही भएर तपाईँहरू पोर्चुगल मात्रै होइन जुनसुकै देश जाँदै हुनुहुन्छ भने पनि अलिकति त्यो देशको बारेमा चाहिँ रिसर्च गरेर के कस्तो छ त्यहाँको लाइफस्टाइल, त्यहाँको अवस्था के छ सबै कुरा बुझेर मात्रै अप्लाई गर्नु होला। हावाको तालमा चाहिँ यसले मेरो साथीले यस्तो भनेको थियो यस्तै हुन्छ होला, अथवा मेरो साथीको फोटो त बबाल छ, त्यो तरिकाले कन्सेप्ट बनाएर सोच विचार गरेर तपाईँ आउँदै हुनुहुन्छ भने चाहिँ तपाईँले दुःख पाउनभन्दा एक स्टेप अगाडि मात्रै हुनुहुन्छ है। त्यो कुराहरू विचार गर्नु होला। त्यही भएर अलिकति पोर्चुगल मात्रै होइन जुनसुकै युरोपियन कन्ट्रीहरू, चाहे युरोपियन मात्रै होइन तपाईँ अस्ट्रेलिया, अमेरिका जुनसुकै देश जानुहोस् होइन, त्यो एक्सपेक्टेसन भनेको चाहिँ नेपालमा बसिन्जेल मात्रै हुन्छ। त्यहाँबाट जब घर छोडेर हामी निस्किसकेपछि त्यसको कुरै अर्कै हुन्छ कि। त्यही भएर अलिकति सोच विचार गरेर मात्रै आउनु होला। र आउँदै हुनुहुन्छ भने पनि के चाहिँ म चाहिँ तपाईँहरूलाई के सजेसन दिन चाहन्छु भन्दाखेरि यहाँ आएर तपाईँहरूले फर इक्जाम्पल तपाईँले ल 15 लाख तिरेर पोर्चुगल आउनु भयो अरे, त्यो 15 लाख चाहिँ तपाईँले कति समयमा चाहिँ उठाउन सक्नुहुन्छ त?
होइन, किनकि पोर्चुगलको कमाइ र यहाँको हिसाबले त तपाईँलाई त त्यति तपाईँले लगानी गरेर आउँदाखेरि पनि तपाईँलाई 3 देखि 4 वर्ष त आरामले लाग्छ। त्यो पनि तपाईँले कन्टिन्यू काम पाएर कन्टिन्यू हिसाबले काम गर्नुभयो भने। पोर्चुगलको हालत त त्यस्तै हो, कहिले काम कहिले बेरोजगारी। त्यही भएर धेरै कुराहरू सोच विचार गर्नु होला। र यी सब कुराहरू सुनेर पनि तपाईँहरूलाई लाग्छ होइन म पोर्चुगलको लागि सुइटेबल छु, म आएर चाहिँ यो पोर्चुगलमा सर्भाइभ गर्न सक्छु, मेहनत गर्न सक्छु, दुःख गर्न सक्छु जस्तो लाग्छ भने अभियसली अप्लाई गर्नु होला। किनकि पोर्चुगल भनेको अहिलेको दिनको लागि नभए पनि भविष्यको दिनको लागि भने धेरै राम्रो छ होइन। तत्कालको लागि चाहिँ तपाईँहरूले धेरै दिन दुःख कष्ट गर्नुपर्ने हुन्छ। सो आगामी दिनहरूको लागि तपाईँ सर्भाइभ गर्न सक्छु जस्तो लाग्छ भने चाहिँ अभियसली ट्राई गर्नु होला। र सबैभन्दा महत्त्वपूर्ण कुरा चाहिँ के हो भन्दाखेरि तपाईँहरूलाई नेपालबाट एजेन्टहरूले चाहिँ यति कमाइ हुन्छ, उति कमाइ हुन्छ, यति वर्षमा कार्ड पाइन्छ, यहाँको टिआरसी पाइन्छ भन्ने खालको लालच देखाउँछ भने चाहिँ त्यस्तो कुराहरूबाट चाहिँ अलिक टाढै रहनु होला। अलिकति सोचेर बुझेर मात्रै अप्लाई गर्नु होला। सो आजको भिडियो यति नै। फेरि हामी भेट्नेछौँ अर्को भिडियोमा। अर्को भिडियो के विषयमा जान्न चाहनुहुन्छ कमेन्टमा सोध्न सक्नुहुन्छ। तबसम्मलाई बिदा दिनु होला। नमस्ते।